यो चाहिँ हामी जाने प्लेन हो र अब हामी यहाँबाट काठमाडौँको धनगढीको यो प्लेनमा जाँदैछौँ। अहिले चाहिँ हामी प्लेनभित्र छौँ र प्लेनको हामी चाहिँ भर्खरै धनगढी एयरपोर्टमा ल्यान्ड भएको छौँ र यता अलिक बढी गर्मी छ काठमाडौँभन्दा। अनि यहाँ चाहिँ मेरो बहिनी चाहिँ भन त तिम्रो फर्स्ट डोमेस्टिक फ्लाइट कस्तो भयो? डर लाग्यो तिमीलाई? लागेन? ल ठिक छ ठिक छ। अनि यहाँ चाहिँ मेरो साथीहरू छन् त्यही हो। ल अब हामी जिपमा चढेर जानेछौँ। ल त्यत्रो छैन त दिदी, ठिकै छ त यो त। यो चाहिँ हाम्रो बोलेर आयो। हामी चाहिँ अहिले धनगढी एयरपोर्टबाट चाहिँ हामी कहाँ जानु लाग्यो? धनगढी एयरपोर्टबाट अत्तरिया होइन मकरकोट मकरगढी अब हामी धनगढी एयरपोर्टबाट चाहिँ मकरगढी जाँदैछौँ यो गाडीभित्रबाट। हेरौँ गाडीको यात्रा कस्तो रहनेछ। प्लेनको यात्रा अति स्मुथै थियो। भिडियो हामी चाहिँ यस्तो सुत्ने ठाउँ पायौँ। हामी चाहिँ अहिले लतीनाथ भन्ने ठाउँमा बसेको छौँ किनभने सब हामीसँग चाहिँ हालत अलिकति कमजोरै छ। त्यही पनि हालत एकदम नाजुक छ तर हामी ट्राई गरिरहेछौँ। के रे धेरै लेट रियलाइज गरे। अहिले चाहिँ हामी आएका छौँ मकरीगढको सिटीमा मेन ठाउँमा जहाँबाट चाहिँ जहाँसम्म चाहिँ हामी गाडीमा आएको थियौँ र अब चाहिँ हामी बिस्तारै हिँड्नको लागि सुरु गरिदिन्छौँ। हाइक चाहिँ सुरु गर्नुभन्दा अगाडि चाहिँ त्यहाँ एउटा इन्फर्मेसन सेन्टर यो चाहिँ मकरीगढ भिलेज हो। हामी चाहिँ एकछिन बिहानको नास्ता गर्नको लागि वेट गरिरहेका छौँ। यहाँ सिन्तेरी छ खानको लागि वेट गरिरहेकी छिन् र हामी खाना खाएपछि चाहिँ हाम्रो हाइक सुरु गर्नेवाला छौँ। सो घाम लाग्न सुरु भएको छ। त्यहाँ देख्नु सक्नुहुन्छ डाँडामा मान्छेहरू हिँडिरहेका छन्। सक्नुहुन्छ यहाँको तलतिरको गाउँ चाहिँ मकरीगढ हो। हामी चाहिँ त्यहाँदेखि हिँड्दै आएका थियौँ। यस्तो गरेर हिँड्दै आएर अब चाहिँ हामी मकरीकोट जाँदैछौँ जुन चाहिँ ठ्याक्कै यहाँबाट 2 घन्टाको छ। ल खोला बगिरहेको छ। दिदीले निम्बु आफूले निबुवा यो निबुवा होइन हो है यो निबुवा हो है ए होइन जस्तो। अहिले यहाँ चाहिँ मकै सुकिरहेको छ। फोटो चाहिँ खिच्नु पर्यो यार। बिउ लानु पर्ला छ अलिकति। त्यहाँ त कस्तो मजाको फलफुल घारी छ। त्यहाँ चाहिँ कति मजाले देख्न सक्नुहुन्न होला। हामी टिम्बुर पनि लिएर हिँडेका छौँ। टिम्बुर बाटोमा भेटेर आहा
यस्तो मजाको ठाउँ छ के कुरै छोडौँ। हामी चाहिँ त्यहाँ परको गाउँ हुँदै आएको थियौँ यो बाटो अब चाहिँ यहाँ ढलानको भर्याङ छ। खास भन्दा यो खोला पछ्याउँदै जाने हो किनभने खोलाको मेन सोर्स भनेकै त्यो माथिको त्यो हो ताल हो। त्यही भएर अब चाहिँ सिधै ग्रेट वाल अफ नेपाल ल त। काँक्रो खोर्सानी नुनको प्रतीक्षामा छौँ। अघि भर्खर हामीले मोही खायो। टाढा मजाले अनि यो ठाउँको नाम चाहिँ भुसन हो र हामी चाहिँ यहाँ त्यो बाटो देख्न सक्नुहुन्छ। त्यहाँ बाटो चाहिँ हामी चाहिँ जान्छौँ सिटीतिर। आज चाहिँ हामी बेलुकाको सिटीमा बस्नु। अहिले चाहिँ हामी घुसामा छौँ र घुसामा चाहिँ हामी पछाडिको भ्यू सहित खाना जाँदैछौँ। अनि भ्यू चाहिँ यस्तो राम्रो। हामी त्यो पुलबाट आएको हो। यस्तो गर्दा हामी अझ माथि डाँडोलाई छोडेर हामी अर्को डाँडो आयौँ जुन चाहिँ एकदम भवाल देखिरहेको छ। हामी चाहिँ पुग्नुपर्ने त्यो बाटोको त्यहाँबाट अलिकति माउन्टेन भ्यू देखिरहेको छ। तर अहिले चाहिँ अलिक हल्का क्लाउडी भएको भएर त्यस्तो देखेको छैन। यो चाहिँ के हो थाहा भएन तर एकदम कलरफुल देखिएको छ। के अरे हामी चाहिँ त्यो पुरै बाटो हिँड्दै अहिले यहाँ आइपुगेको छौँ। यस्तो राम्रो ल्यान्डस्केप देखिएको छ भवाल। हामी छौँ अहिले आरुखोडमा। अब यहाँबाट चाहिँ हामीलाई सिधै जान लगभग 1 घन्टा लाग्छ। हामी चाहिँ यहाँ थोरै चिया खाना बसेको रेस्ट। हाम्रो चाहिँ त्यहाँबाट चाहिँ हिमाल देख्न सुरु भइसकेको छ। अलि चाहिँ हल्का क्लाउडी भएको कारणले गर्दाखेरि चाहिँ त्यति क्लियरली देखेको छैन तर हामीले हिमाल देख्न चाहिँ सुरु गरिसकेको छौँ। प्यारो भइसक्यो। हामी भर्खर सिटीमा आइपुगेका छौँ। हिजो चाहिँ हामी सिटीको यो ग्रिन हाउस भन्ने होमस्टेमा बसेका थियौँ र आज बिहान चाहिँ हामी जस्तो लगभग 8:30 बजे चाहिँ हामी अघि बढ्न जाँदैछौँ नेक्स्ट टु
खाइकोट। हामी चाहिँ अब खाइकोट जाँदैछौँ। अब हामी यताबाट लाग्दैछौँ। यहाँ चाहिँ मेरो बहिनी चाहिँ तन्दुरुस्त रातभरि सुतेर जुरुक्क उठेर अब हिँड्न थालिरहेका छौँ। ल अब हामी लखर खैकोटसम्म जाएर त्यहाँबाट ब्रेकफास्ट गर्छौँ। ओके, नेक्स्ट डेस्टिनेसन टु खैकोट। लोकलको अनुसार चाहिँ बाटो चाहिँ अब उकालो ओह्रालो हुनेछ। चाहिँ हामी खाइकोट आइपुगेका छौँ। हामीलाई चाहिँ लगभग सिटीबाट त्यस्तै 1 घन्टा लाग्यो र हाम्रो नेक्स्ट स्टप भनेको सिमार हो, जुन चाहिँ यहाँ लेखिएको अनुसार 4 घन्टा लेखिएको छ। सो वी माइट टेक लिटल ब्रेक टु इट समथिङ। लेट्स सी। हामी चाहिँ अहिले खाइकोटमा ब्रेकफास्ट चाहिँ बसेका छौँ र यो हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ लज पनि हो, तपाईँहरूले यहाँ रात बस्न पनि सक्नुहुन्छ। अनि त्यहाँ हजुरहरूले देख्न सक्नुहुन्छ सुकुटी झुन्डिरहेको छ। यहाँ बस्नुभयो भने हजुरहरूले सुकुटी हामी चाहिँ यो खोलाको किनारै खोलाको भाप चाहिँ एकदम ठुलो छ। जति माथि माथि गयो त्यति धेरै पानी पनि धेरै देखिएको छ। एकदम अहिले चाहिँ हामी आइपुगेका छौँ छिरछिरे, जुन चाहिँ 2500 एल्टिट्युडमा छ। यहाँबाट चाहिँ नेक्स्ट सीमा चाहिँ 1 आवर लाग्ने भनिरहेको छ। तर यहाँबाट चाहिँ अहिलेसम्म जङ्गलको बाटै छ, बस्ती त देखिएको छैन। हेरौँ, सायद अलिकति अगाडि होला सायद बस्ती। अहिले चाहिँ हामी छिरछिरेको लन्च क्याम्पमा आएका छौँ र हामी एकछिन यहाँ ब्रेक लिएर हाम्रो यात्रा फेरि सुरु गर्छौँ। यहाँ चाहिँ एउटा मान्छे थकित भएर बसिरहेको छ अनि यहाँ चाहिँ हामी भर्खर आइपुगेका छौँ। अहिले चाहिँ हामी आइपुगेका छौँ सिमार भन्ने ठाउँमा, जुन चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ 2900 एल्टिट्युडमा रहेको छ। यहाँबाट चाहिँ नेक्स्ट डोमोल हाफ एन आवर लाग्नेछ र अब हामी चाहिँ यहाँ खानाको लागि रेस्ट गर्नेछौँ। यहाँ चाहिँ एउटा मात्र खाने ठाउँ रहेको छ। सो अब हामी चाहिँ यहाँ खानासाना खाएर अब हामी चाहिँ यहाँबाट मजाले हिमालको भ्यू देखिरहेको छ। बिस्तारै क्लाउडले चाहिँ छेकिसकेको छ। अहिले चाहिँ हामी दमोल आइपुगेका छौँ र यहाँ देखाए अनुसार चाहिँ अप्पी बेस क्याम्प पुग्नको लागि चाहिँ 5 घन्टा लाग्छ। सो हेरौँ, आज अप्पी बेस क्याम्प त पुगिँदैन होला।
यहाँबाट देख्न सक्नुहुन्छ हजुरले चाहिँ माउन्टेन भ्यू वरपर। सो अहिले चाहिँ हामी भल्ले खोला आइपुगिसकेका छौँ। त्यसको एल्टिट्युड चाहिँ 368 रहेको छ। सो आजको हाम्रो डेस्टिनेसन चाहिँ यहीसम्म हो। 33 त्यही त। अनि त्यहाँ चाहिँ बोर्डमा चाहिँ मिस्टेक भएको छ। त्यहाँ चाहिँ 2268 देखाएको छ, तर मलाई लाग्छ त्यहाँ करेक्सन पनि गरेको थियो, 3368 हो। र यहाँ अगाडिको घर देख्न सक्नुहुन्छ। सायद इफ इन केस हामीले लक्किली यो हो कि त्यो अगाडि पनि छ एउटा। आज चाहिँ हामी यहीँ बस्ने छौँ र हाम्रो भोलिको यात्रा चाहिँ ढोब्रे ढोरे ओदार ढौली ओदार हुँदै हामी चाहिँ बेस क्याम्पसम्म पुग्नेछौँ। हामी भोलि खोलामा यसरी सोचेको थियो ठाउँ नभएर अब म के झुटो बोलेर तपाईलाई के भन्नु ल तिमीले भाइ झुटो हुँदै रहेछ भन्थ्यो। हामीले चाहिँ अहिले भल्ली खोलाबाट हाम्रो ट्रेक सुरु गरिसकेका छौँ। हामीले चाहिँ हिजो भल्ली खोलामा बसेका थियौँ, जुन चाहिँ अन्डर कन्स्ट्रक्सनमै थियो त्यो घर। त्यही भएर त्यस्तो सुविधाहरू चाहिँ थिएन, जस्तै बत्तीको टोइलेटको यताउतिको सुविधा थिएन। त्यहाँ अगाडि चाहिँ यो माउन्टेन तपाईँले देख्न सक्नुहुन्छ, जुन चाहिँ लोकलले भनेअनुसार आपी हिमालु। अहिले चाहिँ हामी ढौली ओडेर आएका छौँ। तपाईँहरूले देख्न सक्नुहुन्छ त्यहाँको अगाडि चाहिँ घरहरू देखिएको छ। हिजो राति चाहिँ हाम्रो अलिक ढिला अँध्यारो भएको भएर चाहिँ हामी अनि ढौली ओडरमा धेरै मान्छेहरू हुनुहुन्छ, ठाउँ पुग्दैन भनेको भएर चाहिँ हामी त्यो भल्ली खोलामा बसेको थियौँ, जुन चाहिँ अब भन्दा कि अब एकदम नराम्रो थियो। र अहिले चाहिँ हामी त्यति बेर नराम्रो रहेछ ढौली खोलासम्म आउनलाई, ढौली ओडासम्म आउनको लागि हामीलाई त्यसै लाग्यो होला लगभग 1 घन्टा। सो अब हामी हाम्रो सामानहरू यहाँ राखेर चाहिँ केही खाएर हामी चाहिँ बेस क्याम्पतिर लाग्नेछौँ। आइपुगेका छौँ ढौली ओडार र यहाँबाट बेस क्याम्प पुग्नुको लागि चाहिँ 2 आवर चाहिँ हामी ढौली ओडारमा बसेर चाहिँ ब्रेकफास्ट गरिरहेको छौँ र एकछिनमा हामी चाहिँ बेस क्याम्पतिर लाग्नेछौँ। अहिले चाहिँ हामी ढौली ओडारबाट आफै बेस क्याम्पतिर लाग्न सुरु गरेका छौँ। सो ढौली ओडारबाट आफै बेस क्याम्पसम्म जानको लागि चाहिँ यस्तै अगाडि उकालोहरू नै उक्लिँदै हिँड्नुपर्ने हुन्छ। लेखे अनुसार 2 घन्टा लाग्छ भन्नुभएको छ, तर हेरौँ हाम्रो कति टाइम लाग्छ। बाटो चाहिँ अलिक ठाडो उकालो छ। सो लेट्स सी। This is Api. She's Papi.
हामी चाहिँ यहाँ अगाडि अपी बेस क्याम्प देख्न सक्नुहुन्छ। हामी ढौली बजारबाट चाहिँ ढौली ओडारबाट चाहिँ लगभग 120 मिनट्समा यहाँ आइपुगेका छौँ। हामी चाहिँ मजाले ब्रेक लिँदै फोटो भिडियोहरू खिच्दै मजाले रेस्ट लिँदै आएको। सो या यहाँ चाहिँ अब बेस क्याम्पमा आएर क्रिकेट खेलाइ हुँदैछ। हामी चाहिँ अहिले बेस क्याम्पमा छौँ र हामी यसमा यहाँ चाहिँ केही थोरै ब्रेकफास्ट गरेर चाहिँ हामी लाग्नेछौँ कालीढुङ्गा, जुन चाहिँ त्यो डिरेक्सनमा छ। त्यहाँ तल लेक छ, त्यहाँ चाहिँ लगभग 1 आवर लाग्छ। हेरौँ कति टाइम लाग्छ हामीलाई चाहिँ जानको लागि। अब हामी यतिकैमा फर्किन लाग्यौँ। हामी चाहिँ कालीढुङ्गा पुगेनौँ, किनभने कालीढुङ्गामा जानको लागि चाहिँ चस्मा हामी सबैजनासँग थिएन। सो चस्मा चाहिँ एकदम हाइली रेकमेन्ड हो, किनभने आँखा खान्छ भन्दा त्यो फर्किन्छ एउटा भन्नुभयो। त्यही भएर चाहिँ अब हामी ठिकै छ भनेर अब हामी फर्केर ढौली ओडारसम्म र भ्यायो भने सिमार नै फर्किने सोचमा चाहिँ हामी यहाँबाट चाहिँ फिर्ता आयौँ। इसको डंकी हो घोड़ा हो। अझै त्यहाँ छ त। पचास बीचमा है।